ल बाबा ह्याप्पी मदर्स डे म त सेम सेम रहेछ नि त कलर मात्र डिफ्रेन्ट ह्याप्पी मदर्स डे बुझ्दै हुनु भएको त्यस्तै त हो नि मेरो भाउजूलाई पनि ह्याप्पी मदर्स डे काम हेर मेरो साथी तिमीले मलाई हामी आज कति धेरै जना मेरो छोराछोरी एकै ठाउँ के ल्याएर फेरि के खाने कुरा हो रमाइलो छ घर अनि टाउको दुखेको त्यो एभ्रिवान गुड मर्निङ आज चाहिँ म मर्निङदेखि नै भ्लग लिन लागिसकेँ होइन अनि आई होप सबैजना सन्चै राम्रै हुनुहुन्छ भन्ने साथका साथ शुभ बिहानी अनि हेर्न सक्नुहुन्छ मैले चाहिँ के काम गरेँ भन्ने कुरा आज म तपाईँहरूलाई देखाउनेवाला छु साथीहरू अनि भर्खरै उठेर म तल झरेँ अहिले चाहिँ समथिङ 5:30 भएको छ यता मेरो सुङ्कुरीको इन्ट्री भयो सुङ्कुरी गुड मर्निङ सुङ्कुरी गुड मर्निङ बेबी गुड मर्निङ खै त गुड मर्निङ भनिदेऊ न मै यिनी अब यस्तो गर्छिन् मेरो सुङ्कुरी कि यिनी यस्तै छिन् अनि बाबा मम्मी उठ्ने हुनुहुन्छ अनि भाउजू हुनुहुन्न अनि त्यही भएर आज चाहिँ म आफै उठेर काम गर्न आँटेको मैले भर्खर आगो फुकेर बसेँ यहाँ छुङ्कुरी मैले भन्थेँ नि यस्तो गर्छिन् कि यिनले टोक्छिन् अनि त्यही भएर पिटाइ पनि यस्तरी खान्छन् अच्छा होइन अनि त्यही हो साथीहरू अब के गर्छु अलिअलि देखाउँला यिनको टोकाइ फेरि यस्तो छ कि धेरैको म देखाउँछु आगो फुकेको देखाउँछु भने यसले मलाई मेरो हात अहिले यस्तो छ 2-4 दिनपछि बिर्ग आइसकेपछि मेरो हात कति नराम्रो हुन्छ भन्ने कुरा त के गर्नु र साथीहरू यसले मलाई टोकेर मारिदिने भयो आज यस्तो पारा यस्तो भयो सानो सुङ्कुरीको त नो बेबी फुकेर र मैले सकेँ अब चाहिँ म बडालबुडुल गर्छु अनि पोछा लाउन जान्छु यतिखेर चाहिँ मौसम यस्तो कस्तो आनन्द लाग्छ कि यो इन्भाइरोमेन्टमा मलाई उठ्न अनि भ्लगिङहरू गर्न तर मैले भ्लगिङ पनि स्टार्ट गरेँ आज चाहिँ के कन्टेन्ट हुन्छ कस्तो हुन्छ अयो हो सुङ्कु यो सुङ्कुले त मेरो दिमाग चाहिँ के यस्तो बिहान उठेर मेरो कपडा च्यातिदिने काम गऱ्यो है सुङ्कु तिमीले काम गर्न दिने सुङ्कुरीले अनि अब अहिले चाहिँ म बढाल्छु भनेको यसले आछ्या सुङ्कु आऊ ब्लग लिन्छु आऊ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं बिहान यता यसले त मलाई भ्याए यो यसको हरकत आज म नुहाइदिन्छु यसको हरकत यस्तो छ क्या साथीहरू सुङ्कु आमै आया हो अच्छा पिर्दिम यस्तो गर्छ बिहान ठिकै छ पुछा लगाएको भ्लग गरौँला यसले मेरो भ्लगको मुड अफ गरिदिन्छ गोबर फाल्नु छ उयो गर्नुपर्ने हुन्छ आमा बाबालाई नउठाऊँ आफै सबै काम भ्याम होइन त्यही हो यति बेला चाहिँ मैले कुचो समातिसकेँ ओहो कुचो पनि मिस्टेक समातेर ल्याएछु कि ए भगवान् अब बढाल्ला भनेको जुङ्कुरू यहाँ कोही मान्छेहरू उठेर आए जस्तो लागिरह अनि त्यहाँ छौँ यतिखेर बाबा उठेर आइसक्नु भएको छ मेरो बाबा यहाँ भ्लगमा पनि क्याप्चर गरिदिइहाल्छु मेरो बाबालाई किन उठ्नु भएको मैले गरिहाल्थेँ नि के हो गुड मर्निङ बाबा गुड मर्निङ यसरी मान्छे यहाँ काम अलिअलि गर्न आँटेको थिएँ बाबा उठिसक्नु भएछ मलाई फेरि एक्लै काम गर्नु भएको छ त्यही भएर अनि अब कुचो खोल्नु साथीहरू कुचो अब यसरी गर्न लाग्यो भने त म बोल्छु होइन मेरो कन्टेन्ट नै केही कन्टेन्ट गरेर अनि भिडियो गर्नु पर्ला
नभए त मलाई आज कामको लागि लेटै हुन्छ यसले आँगन बढाल्दा हुन्छ बाबा नि अब आँगन झाँक्री बढालिहाल्छु नभए आज मलाई लेट हुन्छ साथीहरू यसरी मैले भ्लग बनाएर काम गरेँ भने म आज ढिलो गर्छु त्यही भएर अब क्यामेरा अफ गरेर क्यामेरा बिना काम गर्नुपर्ने हुन्छ सबै काम भ्याइसकेपछि यो भ्यायो भने म देखाउनेवाला छु है त सो म डन्ट कम तिमी त नाउ क्या नाउ ल बाबा ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे बाबा भन्नुहुन्थ्यो ह्याप्पी फादर्स डे आउनेछ अहिले चाहिँ त्यस्तो भन्दिनँ अब यी बाबा हेर्नु त तपाईँहरू म त सेम रहेछ नि त कलर मात्र डिफ्रेन्ट रहेछ नि त अरे कहना क्या चाहते हो ल है ल बाबाले के भनिदिनुहुन्छ र ल हजुरलाई ह्याप्पी मदर्स डे भोट चाहिँ हुनुभएको भन्नुहुन्न आज मम्मी रुनु होला सायद सरी फर द्याट होइन मम्मी हामीले त्यसरी स्पेसल्ली मनाउँदा पनि मनाउनौँ किनभने हाम्रो हजुरआमा भर्खरै आज कति दिन भयो कति दिन भयो अब त्यस्तै त हो नि आज चाहिँ 7 दिन भयो अनि त्यही भएर हामीले केही स्पेसल चाहिँ मनाउनु नर्मल्ली मैले ब्लग लेखेको अनि दिदीहरू आउँदैछन् अनि फ्यामिलीहरू जम्मा हुँदा आज रमाइलो गर्नु भन्ने पहिलेदेखि प्लानिङ चाहिँ थियो अनि अहिले त्यस्तो भयो अहिले हजुर रिसेन्टली त्यही हो ह्याप्पी मदर्स डे रुनी होइन कि ए मैले रुनलाई भने जस्तो भयो त ए झगडा ब्लग लिएर मैले रुनलाई रुवाएँ जस्तै भइहाल्यो ल सबै मम्मीहरूलाई ह्याप्पी मदर्स डे अनि त्यही हो तपाईँहरूले चाहिँ मदर्स डे राम्रोसँग मनाउनु होला राम्रै चाहिँ हुँदैन अब मुभ भन्नुपर्छ यता चाहिँ हाम्रो गोठ बनिरहेको साथीहरू होइन यो चाहिँ किचन हो अनि उतापट्टि चाहिँ गोठ छ उहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ उहाँ फेरि बाबा उहाँ माथि पुगिसक्नु भयो ए अलि बाबाको त्यहाँ बाबाले उहाँ र त्यहाँबाट जाने बनाउनु भएको छ अहिले चाहिँ हाम्रो घरमा निर्माण कार्य चलिरहेको छ साथीहरू ल अहिले यति भन्दै अहिले एकछिनमा फेरि भेटौँला दिदीहरू आइसकेपछि पोसा लाउँछु भन्दाखेरि यता मिल लाउँदै हुनुहुन्छ है म कमजोर भइदिएको अनि यता चाहिँ त्यो पिङ्क चाहिँ मेरो ठुलबाबाको घर यता मेरो आन्टीको घर आन्टी चाहिँ हुनुहुन्न अहिले अनि हाम्रो यता टोइलेट भइसक्यो हाम्रो स्कुटी चाहिँ हामीले आन्टीकोमा राख्छौँ त्यही हो लाइट अफ गरिदिउँ ए यस्तो छ बिर्याको मौसम यो चाहिँ मेरो घर हो वीरगेली बासिन्दा हामी हेर्न सक्नुहुन्छ त्यहाँ स्कुल छ बिहान मेरो खुब मुड चल्यो आज त्यहाँपट्टि चाहिँ हाम्रो गोठ बनाएको अब चाहिँ यस्तो छ भैँसी ल मैले हालिदिन्छु तपाईँले त्यहाँ बढी नै तातो भएर मैले छोडेर आएको कि अनि यता चाहिँ यस्तो छुपुडो बनाएको हामीले अहिले एकछिनलाई भैँसीलाई बस्नलाई अनि अब चाहिँ गोबर फाल्नुपर्ने हुन्छ हेलो गुड मर्निङ भैँसी चाहिँ कति राम्रो छ हाम्रो यसैलाई पाल्नलाई चाहिँ उतापट्टि गोठ बनाउनु लागेको ए भैँसी मलाई देखेँ त सक्को कुरा यति छुचो यो भैँसी यति छुचो अहिले हान्दियो भने छैन म ढाडा पुग्नुला अनि यहाँ चाहिँ बाह्र छ अनि उता चाहिँ कुखुरा अनि त्यहाँ बाह्र कुकुर अनि यतापट्टि चाहिँ कोइलर अनि यो चाहिँ गोठो हाम्रो बन्दै गरेको गोठ छ अनि यसरी म देखाउँछु यहाँ चाहिँ हाम्रो भैँसी हुनुहुन्छ यहाँजीले मलाई हम्किनुहुन्छ के भन्नु जस्तै छ अब चाहिँ म गोबर फाल्छु अनि त्यसपछि
पन्जा कहाँ गयो यहाँ त पन्जा लाउने सुविधा पनि छ यो लातेहरू फेरि ठाल्नु भने यस्तो टेन्सन चाहिँ मान्नु पर्दैन अहिले मलाई हम्किराख कता लगाएर वाक पार्दैन पैसा पनि ल्याइन्छ पन्जालाई खुले हा बाबा अनि अब गोबर फाल्दै स्टार्ट गर्छु सायद पानी जाने पो बेला भयो कि यो हाम्रो हुनेवाला किचन तिमीले मलाई पिट मार के गर्नु हेर मेरो साथी तिमीले मलाई खान पिट मार त्यसै गर हेलो एक्सक्युज मी के हो यस्तो हान्दिन खोज्ने मैले तपाईँले केही गरेको त छुइनँ म यहाँ अब पन्जा वेयरिङ पन्जा लाउन लगाएको तपाईँलाई केही रिस उठो ढुम्काइदिन्छु र ढुमढुम्ती पारेर माथि त हो हो लड्ने हो त्यस्तो र बुवा झार्ने मेरो भैँसीसँग नि झगडा हुन्छ साथीहरू मान्छेसँग त किन नहोस् अब चाहिँ यहाँ अब यहाँ यस्तो गोबर फाल्नु पर्ने हुन्छ तर बाल्टी चाहिँ कहाँ भने पुरै खाएर बाटा बाल्टी होइन यतातिर फाल्नु आउँछ होइन बाटा ल्याएर बाटाले फाल्नु अहिले चाहिँ म बाख्रालाई यसले मलाई कति हम्केको ल नहम्किनु हुनु होला खाइदिनुहोस् नकराइदिनुहोस् खत्म पानी तातो भयो त्यो पानी लिएर तैँले यस्तै गरी मलाई हानिस् भने त मलाई तैँले साइड बनाइदिन्छस् त हौ साथी मेरो साथी भनेर झन् टुङ टुङ गरेको तर होइन मेरो खतम रहेछ यार हान्दी यस्तो म दुख्यो यसले मलाई हम्किनुको कारण चाहिँ के हो भने म पहिला घर बस्दाखेरि भैँसी दुन्थेँ अहिले चाहिँ म बुटोतिर बस्छु अनि त्यही भएर यसलाई अब मलाई यसले बिर्सिसक्यो मेरो यहाँ चुडेल जस्तो हालत त भइसक्यो साथीहरू र अब मैले कति गोबर उठाएँ मलाई यो भ्लग गर्न त खासै उस्तो थिएन तर मैले गर्छु कतिजनाले भन्नुहुन्छ म काम गर्दिनँ भन्ने तर त्यस्तो होइन काम गर्छु पऱ्यो भने गर्छु परेन भने गर्दिनँ है मेरो भाउजूहरू हुनुहुन्छ भाउजूहरूले गर्नुहुन्छ र म एकदम लक्की हो किनभने मसँग दुईवटा भाउजू काम कति भ्यायो भनेर बाबा हेर्न आउनु भयो कि मोबाइलमै बिजी भयो भनेर हो होइन केरा बुङ्रो राखेर त नि मेरो भाउजूलाई पनि ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे ह्याप्पी मदर्स डे थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू ल मेरो भाउजूलाई पनि हेलो गाइज भन्न त मिल्दैन मैले यो ब्लग चाहिँ अघि स्टार्ट गरिसकेँ यतिखेर चाहिँ म मामा घर हिँड्दैछु कहाँको जङ्गलमा आयो भनेर सोच्नु पर्दैन होइन म अलिक मेरो अनुहारबाट पनि देख्न सकिन्छ कति स्याडनेस छ भनेर किन हिँड्यो भन्ने कुरा पनि थोरै अगाडि क्लिप हेर्दै नकाटिकन हेर्नु भयो भने थाहा पाइहाल्नुहुन्छ यतिखेर चाहिँ म मामा घर जाँदैछु विथ को छ मसँग उठ्नुहोस् त हजुर पचत्तै थाकेर पचत्तै हुनुभयो अनि उहाँ र म जाँदैछौँ अहिले यहाँ जङ्गलतिर छौँ साथीहरू हामी सोच्नु पनि सके होइन कति थकै लागिसक्यो हिँड्न धेरै राखेन फेरि हिँड्न नसकेर फेरि एकैछिन अड्डेको अब छिटो गरेर जानुपर्छ अनि के देखाउने र यस्तोबाट हामी त जङ्गल निस्केको छिटो हुन्छ भनेर यहाँ सामानहरू छ खै छोडा त भारी छ यहाँबाट अब यस्तै गरेर ठाडो निस्किएर अनि हामी हाम्रो गन्तव्यमा पुग्नेवाला छौँ साथीहरू मैले सायद
देखाउँछु कि देखाउनु त्यो चाहिँ थाहा छैन। मामा चाहिँ अहिले मामा घर जानु लाग्यो। आँपको बुटो रहेछ नि त यहाँ। मेरो हजुरआमा हुनुहुन्न नि त, त्यही भएर यसो के मम्मीले के सामान पठाउनु भएको थियो अनि फेरि यहीँ नजिकै हो मेरो माहौल, त्यही भएर म हिँडिहालेँ आइहालेँ। तल चढ्दैछ छोरी। नै मेरो त पर्दैन। हो यहाँ कमिलाको उसले चाहिँ यहाँ बेउटा के का कमिला हो, बेउटाको पोको हुन्छ टोको टोको ऊ यहाँ बाटो जहाँ जहाँ देख्छौ त्यहाँ त्यहाँ निस्क्यो यहाँ ठाडो। एउटा जाऊ उकालो निस्किन नसक्नेलाई अझै यस्तो यति सजिलो उकालो। ऊ त्यहाँ उयो हो मेरो माहौल देखिसक्यो। अब म भिडियो गराउँदिनँ होला। मलाई हजुरआमा नभएको त्यत्तिकै आउन त मन लाग्थेन। भिडियोमा चाहिँ सजिलो देखिया था, भिडियोमा फेरि सजिलो देखिया। तर कस्तो राम्रो रहेछ अरे टुप्लुक्कै। त्यो मोबाइल नि लडाउला ल्याऊ। तिमी त लड्यौ भने केही थिएन, मेरो मोबाइल केही भयो भने त बर्बाद हुन्छ। ए भगवान् के साह्रो खुट्टा कमाएको हो। ए यस्तो नै हुन्छ। हुन त बिचरा सहरमा बस्ने कहाँ भगवान् टेकिन सकिन्छ होइन। ओहित के हो त्यस्तो ओहित जान्ने नि। उही त यता उयो कटरको फेदबाट निस्क्यौँ। म मेरो माउलाई आइसकेँ के क्यामेरा ठडाउँदै जानु। फाइनली हामी डेस्टिनेसन पुग्यौँ। खुसी हो, खुसी मनले भएको त सधैँ मैले मेरो मामा घर भन्दै क्याप्चर गरेको ठाउँ होइन। के गर्ने मेरो हजुरआमा बाबा कति रमाइलो हुन्थ्यो। ए सुषमा आइस भन्नुहुन्थ्यो सधैँ, खालि सुषमा मेरो हजुरआमा लुटिसक्यो यहाँ है। ए भगवान् हिँड्न नि ढङ्ग छैन के भन्नु र। पातलो त्यो ओरेजै लट्ठी रहेछ। यता हेरेर भन हौ। त्यस्तो लट्ठी रहेछ। म भात चिन्न भनेर थिएँ है त्यसरी आड लिएको त ब्ड्याममै भएर त्यसकै त्यस्तो भात के गर्यो अरे बडाममै के भयो अरे भात चाहिँ के भाँचियो लट्ठी ए भाँचिदेऊ यो ल हामी चाहिँ झऱ्यौँ। त्यो धेरै न ए होइन त भाँच्नु न मार्छन्। त्यस्तो बुटाबुटी त्यस्तो गर्नुहुन्न नि त। हामी आज कति धेरै छौँ अघिले टोकेर हो सबै यहाँ भागाभाग भएको। सबजना मेरो छोराछोरी एकै ठाउँ आइदिनुहोस् आउँछ मेरो सब छोराछोरी आज पनि यता भइहाल्यो। ल जाऊ तिमीहरू जाऊ। ल जाऊ जाऊ जाऊ। राति फोरिदेखिरहेछु यसो त आज खेलेर फोरिदेखि छि नै खाइरहेछु। यता हेर यता व्यस्त व्यस्त लिएर खान्। मलाई यहाँ खोकी लाएर मन लागेलामा मेरो छोरोले यस्तो खै देखाउँछ सानो अर्को पनि छ है। बर्बाद पारिसक्यो खान नि नमिल्ने बेलामा यस्तो गर्ने यस्तो नाइन कि भन यो
मैले त रेसीलाई भ्लगमा लिएकै छैन। हेलो गाइज भन्देऊ, मैले रेसीलाई भ्लगमा लिएकै छैन नि त। सुङ्कुरो सिद्ध चल्यो के ल्याएर फेरि के खाने कुरा हो। यो फ्रिजमा राख्न एकछिन चिसो छ। आयो यस्तो छ रमाइलो छ घरमा चाहिँ। तर मलाई यहाँ सन्चो छैन, मलाई सन्चो छैन। सुङ्कुरी भित्रै जाला भित्र। आज झ्याउ लाउँदो दिन अलिअलि यस्तै यस्तै गरेर हाम्रो दिन बित्यो। अस्मितालाई त मैले धेरै क्याप्चर पनि गरेको छैन। अस्मिताले चाउचाउ पकाएर खुवाइन्। अस्मिता दिदीको काम यता खाने गाइजहरू फेरि यस्तो त्यसो यति फोरी भएन आज। लुगा हेर्नु लुगा एकचोटि यस्तो त्यो त्यो आइसहरू त्यो ठ्याङ गरेर अनि पछि फेरि टक 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 गर्दै खै ल टेस्ट गर्दा लेमोनेड के लेमोनेड है यतापट्टि फर्केर दुध पनि फाइनली तातिसकेको छ। गाउँको दुध खाने भए आउनु होला। मैले आज भिडियो कन्टिन्यू गरेको भएर अनि भ्लग बिहान स्टार्ट गरेको भएर मात्रै मैले भिडियो इन गर्नको लागि मात्रै जिपिटी भए पनि त्यसलाई एडिट गरेर हाल्छु भन्ने भएर अनि मैले चाहिँ भिडियोहरू लिइरहेको छु। मेरो चाहिँ 81 म बिरामी भएँ। त्यही हो बिरामी, फेरि त्यस्तो ठुलो बिरामी चाहिँ होइन, सानोतिनो रुगा खोकी लागेको अनि टाउको दुखेको त्यति हो। हाम्रो घरको दुध हेर्न सक्नुहुन्छ। बाफ्रे कति रमाइलो। दिदी भेना चाहिँ आउनु हजुरले खानु। अनु अस्मिता के चलिरह? कति रमाइलो कति रमाइलो। सुप्रिया